आइडियली चाहिँ यो भ्यालिड छ, थ्योरिटिकली यो भ्यालिड छ भन्ने कुराहरू चाहिँ हामीले गर्छौँ। अब यसलाई अर्को नाममा के पनि भनिन्छ त, इट्स अल्सो नोन एज कम्बाइन्ड ग्यास इक्वेसन। ल यसलाई के पनि भन्दो रहेछ त, कम्बाइन्ड ग्यास इक्वेसन भन्दो रहेछ। अब यो भनेको के हो त भन्दा हामीले चार्ल्स ल पढ्यौँ, हामीले बोयल्स ल पढ्यौँ, अब यी दुईटैलाई कम्बाइन गरिदियौँ, देन वी गेट कम्बाइन्ड ग्यास इक्वेसन। बुझ्यो नि कुरा? यो चाहिँ के रहेछ त, चार्ल्स ल र बोयल्स लको कम्बिनेसन रहेछ भन्ने कुरा चाहिँ बुझ है। अब हेर हामीलाई बोयल्स लले के भन्छ, चार्ल्स लले के भन्छ, बोयल्स ल एन्ड चार्ल्स ल ओन्ली स्टडीज द इफेक्ट अफ चेन्ज अफ प्रेसर एन्ड टेम्परेचर सेपरेटली टु द भोल्युम। भन्नेको मिनिङ के, एउटाले प्रेसर र भोल्युमको रिलेसन हेर्छ, टेम्परेचर कन्स्टेन्ट राख्छ, अर्कोले टेम्परेचर र भोल्युमको रिलेसन हेर्छ, प्रेसर कन्स्टेन्ट राख्छ। भनेको मिनिङ के, यिनीहरूले सेपरेटली भोल्युममा के इफेक्ट आउँछ त हेर्छ, प्रेसर चेन्ज गर्दा के इफेक्ट आउँछ एउटाले हेर्छ, टेम्परेचर चेन्ज गर्दा भोल्युममा के इफेक्ट आउँछ अर्कोले हेर्छ। तर त्यो केसमा थर्ड भेरिएबललाई के गर्छ त, कन्स्टेन्ट राखिन्छ है। त्यो भएको कारणले मिन्स one of them, either pressure or temperature must be kept constant। हो कि हैन? एउटा कन्स्टेन्ट राख्नै पर्छ चार्ल्स र बोयल्स लमा। अब त्यो कन्स्टेन्ट राखेर हेर्दाखेरि के हुन्छ बल्ल, we observe the effect of volume for the given mass of gas हो। तर त्यो आइडियली सँग त्यस्तो हुन्छ त, ल मैले भोल्युमलाई मात्रै, अब मेरो टायरमा हावा भर्न छ, अब प्रेसरलाई कन्स्टेन्ट राख्छु, भोल्युम मात्रै बनाउँछु भन्ने त्यो पोसिबिलिटी त हुँदैन नि त हैन। सबै केस भेरी हुन सक्छ रियल लाइफ सिनेरियोमा हैन। त्यो कारणले गर्दा यो ल्याबमा मात्र पोसिबल हुने कुरा हो, रियालिटीमा धेरै डिफरेन्स हुन सक्छ हैन। सो त्यो कारणले सबै कुरा हेर्नको लागि चाहिँ एकैचोटि तीनटाको डिफरेन्स हेर्नको लागि के गरियो त, वी गेट कम्बाइन्ड ग्यास इक्वेसन। अनि यसले के दिन्छ त, इट गिभ्स द इफेक्ट अफ साइमल्टेनियस चेन्ज अफ दिस प्यारामिटर्स। भनेको मिनिङ के, एकैचोटि प्यारामिटरहरू चेन्ज गर्दा केही मतलब हुँदैन, प्रेसर भोल्युम टेम्परेचर तीनटै चेन्ज गरिदियो, we get the next pressure volume temperature हैन। त्यो कारणले गर्दा यसलाई कन्स्टेन्ट राख्नु पर्छ भन्ने आवश्यकता छैन है। सो प्रेसर भोल्युम टेम्परेचरमा प्रेसर र टेम्परेचर दुईटै चेन्ज गर्दियो, we still get the volume change है। त्यो कुरा चाहिँ आइडियल ग्यास इक्वेसन अथवा कम्बाइन्ड ग्यास इक्वेसनले चाहिँ दिने भयो है। अब हेर यसले हामीले कसरी सोच्ने त, यो कसरी भ्यालिड छ त, यसको भ्यालिडिटी के छ त भन्ने कुराहरू चाहिँ गर्नु पर्यो नि त। यो भन्दैमा राइट होला भन्ने छ त छैन नि त। यसको भ्यालिडिटी के भन्दाखेरि यसलाई हामीले दुई स्टेपको प्रोसेस चाहिँ बुझ्न सक्छौँ। त्यो कसरी हेर त, लेट अस कन्सिडर एन इनिशियल स्टेट V1। फर्स्टमा V1 छ, विथ द भोल्युम अफ सर्टेन मास अफ ग्यास, एउटा कन्स्टेन्ट मास अफ ग्यास लियौँ एट द टेम्परेचर T1 र T1। हेर है, V1 P1 र T1 कन्डिसन छ प्रेसर र एउटा टेम्परेचरको हुँदाखेरि है। अब त्यस्तै गरी लेट प्रेसर एन्ड टेम्परेचर बी चेन्ज्ड हो। हेर के चेन्ज गरेछौँ, प्रेसर र टेम्परेचर P2 T2। अब प्रेसर टेम्परेचर चेन्ज गरेपछि भोल्युम पनि चेन्ज हुनु पर्यो। अब त्यो नयाँ भोल्युममा के चेन्ज भएको छ त्यो हामीले माप्ने हो नि त हैन। सो देन द ग्यास रिचेस टु अ फाइनल स्टेट वेयर द ग्यास हैज भोल्युम V2। ल हेर V1 P1 T1 P2 T2 V2 भयो हैन, दुईवटा कन्डिसन्स आयो। सिन्स अब हामीसँग के छ त, हामीसँग अल्सो कम्बाइन्ड ग्यास इक्वेसन छैन, हामी त्यसको भ्यालिडिटी चेक गर्दैछौँ नि त। सो वी ओन्ली ह्याभ बोयल्स ल एन्ड द चार्ल्स ल इन ह्यान्ड हो कि हैन, हामीसँग त्यही दुईटा मात्र ल छ। सो व्हाट वी डु, के गर्न सक्छौँ हामीले, यो बोयल्स ल र चार्ल्स ल युज गरेर चाहिँ यो कम्बाइन्ड ग्यास इक्वेसन चाहिँ भ्यालिडिटी चेक गर्न सक्छौँ। ल हेर, सो एज्युमिङ that the changes are brought about by considering an intermediate state है। एउटा इन्टरमिडिएट स्टेट मानौ जुनमा चाहिँ भोल्युम के हुन्छ त, V हुन्छ भनेर मानौ। ल दिस बी द इन्टरमिडिएट स्टेट जुनमा चाहिँ भोल्युम V हुन्छ है। अब हेर दुईटा कन्डिसन छ, यो कन्डिसनमा के भयो वी क्यान स्टडी हैन, तर त्यसको लागि हामीसँग कम्बाइन्ड ग्यास इक्वेसन हामीलाई थाहा छैन, अथवा राइट हो कि होइन थाहा छैन। सो त्यो राइट छ कि छैन भन्नको लागि हामीले नयाँ सपोजिसन गरिरहेछौँ। सो अब के गर्छौँ त, इन्टरमिडिएट चेन्ज एउटा स्टेट सोच्छौँ जुनमा चाहिँ के हुन्छ त, बोयल्स ल इज अप्लाइड फर्स्ट हैन, सुरुमा बोयल्स ल अप्लाई गर्ने त्यसपछि चार्ल्स ल अप्लाई गर्ने, त्यो त पाइयो नि त हैन। सो बोयल्स ल अप्लाई गर्दा एउटा कन्स्टेन्ट हुन्छ, अब चार्ल्स ल अप्लाई गर्दा अर्को कन्स्टेन्ट हुन्छ। सो
दुईटै हेर्दाखेरि चाहिँ के हुन्छ लास्टमा सबै चेन्ज आएको हुन्छ सो त्यो दुईवटा स्टेजमा चाहिँ यो इक्वेसन आई मिन यो ग्यास चाहिँ दुईवटा स्टेजमा छ भनेर चाहिँ हामीले सपोजिसन गर्न सक्छौँ बाइ सपोजिङ अ इन्टरमिडिएट स्टेट है त्यो कुरा चाहिँ हामीले गर्नुपर्छ अब हेर फर्स्ट स्टेप इन्टरमिडिएट स्टेट देन द फाइनल स्टेट हो अब हेर फर्स्ट स्टेपमा के छ V1 P1 T1 छ सो बोयल्स लमा जानु पर्यो बोयल्स लले के भन्छ टेम्परेचर कन्स्टेन्ट टेम्परेचर T1 should be constant हो then we get an intermediate state जुनमा भोल्युम के भइराछ स्मल v भइराछ हो यु नो दैट प्रेसर के भइराछ P2 भइराछ टेम्परेचर कन्स्टेन्ट छ T1 छ बुझ्यौ कुरा अब के गर्न सक्छौ अब त्यो इन्टरमिडिएटमा फेरि के गर्न सक्छौ चार्ज ल अप्लाई गर्न सक्छौ सेकेन्ड स्टेपमा सो चार्ज लले के भन्छ त प्रेसर कन्स्टेन्ट भन्छ हैन सो प्रेसर कन्स्टेन्ट भएपछि P2 should be P2 चेन्ज हुनु भएन अब भोल्युम के हुन सक्छ त V2 मा जानु भयो बल्ल फाइनलमा त्यसै टेम्परेचरबाट T1 बाट चेन्ज भएर T2 मा जानु सो ल हेर त हामीसँग वास्तवमा के आयो त P1 V1 T1 बाट P2 V2 T2 आयो के हैन जुन चाहिँ हामीलाई के दिन्छ त P1 V1 T1 बाट P2 V2 T2 मा पुग्यो नि पुग्यो तर दुई स्टेपमा पुग्यो किनकि हामीलाई कम्बाइन्ड ग्यास इक्वेसन थाहा छैन नि त हैन त्यो कारणले गर्दाखेरि त्यो दुईटा कन्डिसन चाहिँ हामीले पायौं है अब बोयल्स ल अप्लाई गर्न सक्छौ यो देखि मा जाँदाखेरिको सक्छौ कि सक्दैनौ सो P1 V1 P2 V2 भन्ने फर्मुला छ नि त हो P1 V1 P2 V2 को ठाउँमा के राख्ने स्मल v राख्ने हैन स्मल v राख्यौ अब यसलाई v लाई हामी के गर्न सक्छौ इन्टरमिडिएट स्टेटलाई यसरी राख्न सक्छौ v इक्वल्स टु के गर्न सक्यौ P1 V1 बाइ यो तल आउँछ P2 यो रिलेसन अब्टेन गर्यौ हैन सो यो रिलेसन पाउने बित्तिकै अब हामी के गर्छौं त अब चार्ज सम्म जानु पर्यो अब सिमिलरली अप्लाइङ चार्ज ल अन द सेकेन्ड स्टेप अब चार्ज लाउनु पर्यो अब चार्ज लले के भन्छ V1 मा V2 इक्वल्स टु T1 मा T2 भन्छ ओ त्यही ल लाउँदाखेरि V1 को भ्यालु के छ त अब यो V1 राख्ने हैन यहाँबाट यहाँ जाँदाखेरि चार्ज त लाउने हो नि त यहाँबाट यहाँ जाँदा चार्ज लाउने हो नि त हो त्यो भएर V1 के भयो अब यो कन्डिसन भयो सो V1 को भ्यालु के छ त V छ सो त्यो भएर V1 को ठाउँमा V राख्नु पर्यो फाइनल भोल्युम के छ V2 छ राइट सो टेम्परेचर के छ T1 छ फाइनल टेम्परेचर के छ T2 छ सो यो बुझ्यौ नि कुरा हैन सो यो राख्न पाइयो सो यसबाट पनि के गरौ त V लाई आइसोलेट गरौ सो व्हाट वी गेट V हुने बित्तिकै यो V2 त माथि जान्छ V2 T1 बाइ T2 आयो बुझ्यौ नि कुरा अब यो भोल्युम र यो भोल्युम इक्वल हो कि हैन यो र यो त इक्वल भोल्युम हो किनकि दुईटा सानो स्टेटको भोल्युम हो given so what we can do यसलाई र यसलाई इक्वेट गर्न सकिन्छ कि सकिदैन सो इक्वेटिङ बोथ इक्वेशन्स अनि के गर्न सकिन्छ दिस इक्वल्स टु दिस हो सो P1 V1 P2 इक्वल्स टु P1 V1 P2 इक्वल्स टु V2 T1 T2 V2 T1 T2 गर्न सक्छौ अब let's do one thing अब के गर्न सकिन्छ त P1 V1 बाइ T1 गर्न सकियो सबै 1 1 भएको जति एक ल्याउन सकियो सो 2 2 भएको जति उतापट्टि जानु भयो P2 V2 बाइ T2 सो हेर्न P1 V1 बाइ T1 इक्वल्स टु P2 V2 बाइ T2 यो नै के हो त कम्बाइन्ड ग्यास इक्वेसन हो बुझ्यौ कुरा सो यसरी हेर्न एउटा कन्डिसनबाट P1 V1 T1 कन्डिसनबाट P2 V2 T2 मा गएको पनि स्टडी गर्न सकिन्छ विदाउट कन्सिडरिङ एनी इन्टरमिडिएट स्टेप हामीलाई कम्बाइन्ड ग्यास इक्वेसन थाहा थिएन भने वी शुड ह्याभ कन्सिडर दिस वे यसरी निकाल्नु पर्थ्यो तर अब हामीलाई यो थाहा भएपछि वी डोन्ट ह्याभ टु डु दिस एनीमोर सो सिधै लाग्दिन सकियो हैन सो त्यसरी चाहिँ हामीले गर्न सकिन्छ जस्ट देयर इज समथिङ एल्स ओके सो लेट्स सी हियर अब अकॉर्डिङ टु बोयल्स ल अब यो त एउटा इक्वेसन भयो P1 V1 T1 P2 V2 T2 स्टडी गर्ने तर यसलाई अझ अर्को तरिकाले पनि एक्सप्रेस गर्न सकिन्छ अलिकति मोर साइन्टिफिक वेमा सो व्हाट इज दैट भन्दा बोयल्स लले के भन्छ त V is directly proportional to 1 by P अथवा volume is indirectly proportional अथवा inversely proportional to P भन्न सकिन्छ हैन सो V is यो proportionality सिम्बल आयो सो यति बेला के हुन्छ त टेम्परेचर कन्स्टेन्ट हुन्छ सो अब फेरि चार्ज लले के भन्छ त volume is directly proportional to temperature भन्छ फेरि हैन अब when both P र T vary हैन यो P र T vary गर्दाखेरि at the same time बोयल्स ल र चार्ज ल कम्बाइन गर्न सकियो यसरी V is directly proportional to V P सँग प्रोपोर्शनल 1 by P सँग प्रोपोर्शनल छ V T सँग प्रोपोर्शनल छ व्हाट वी क्यान डु
इज V is directly proportional to यो माथि छ यो 1/n मा छ भनेपछि माथिलाई माथि राख 1/n 1/n मा राख सो V is directly proportional to T by P भयो सो यो इक्वेसन आयो अब ल I'll write it this way so T by P भयो भयो कि भएन सो what you can do अब यसलाई यता मल्टिप्लाई गर्न सक्छौ सो PV directly proportional to T भयो भयो कि भएन अब यो प्रोपोर्सनालिटी सिम्बललाई हटाउनलाई एउटा कन्स्टेन्ट ल्याउन सकियो सो कन्स्टेन्टलाई के मानौ सो के इज कन्स्टेन्ट अफ प्रोपोर्सनालिटी नथिङ मच अहिलेको लागि हैन सो त्यसरी PV = KT भन्ने चाहिँ एउटा फर्मुला आयो व्हिच इज also the combined gas equation which is also known as the ideal gas equation बुझ्यौ नि कुरा अब यो त भयो अब यो त हामीसँग के छ त भन्दाखेरि एउटा कन्डिसनको लागि छ सो अरु कन्डिसनमा के हुन्छ भन्ने कुरा पनि पढ्छौं ल हेर त यो कन्डिसन भनेको के हो त भन्दा K is known as specific gas constant अब ल हेर यसको नाम रहेछ के रहेछ त specific gas constant रहेछ हैन when unit mass 1 gram of gas is taken त्यतिबेला के यो यति बेला मात्रै यो प्रोपोर्सनालिटीको 1 ग्राम लिँदाखेरि मात्रै यो भ्यालिड रहेछ तर यो भन्दा अरु भयो के हुन्छ त भन्दा 1 ग्राम अफ एउटा ग्यास इज नट इक्वल्स टु द 1 ग्राम अफ अदर ग्यास इन टर्म्स अफ भोल्युम हो कि हैन सो यो भनेको के हो भन्दा ल हेर यो पढेपछि बुझिन्छ भने द भ्यालु विल नट बी द सेम टु ईच एन्ड एभ्री ग्यास इभन 1 ग्राम अफ अदर ग्यासेस आर टेकन बिकज 1 ग्राम अफ एनी ग्यास विल नट अक्युपाई द सेम भोल्युम भनेको मिनिङ के यो के को भ्यालु चेन्ज भइरहेको रहेछ के सबै अक्सिजनको लागि 1 होला कार्बन डाइअक्साइडको लागि 2 हुन सक्यो हैन अनि नाइट्रोजनको लागि 5 हुन सक्यो चेन्ज भयो किन भयो त भन्दा यो के हुन्छ त 1 ग्रामको लागि भ्यालिड छ भन्छ सो 1 ग्राम अफ अक्सिजनको मास इज नट इक्वल टु द 1 ग्राम अफ नाइट्रोजनको मास इज नट इक्वल टु द 1 ग्राम अफ कार्बन डाइअक्साइडको मास त्यो कारणले गर्दा के को भ्यालु चेन्ज हुन सक्छ है सो के भनेको अब एउटा युनिभर्सल क्वान्टिटी भएन सो एउटा कन्स्टेन्ट त भयो तर हरेक ग्यासको लागि हामीले माप्नु पर्यो नि त हैन सो PV = KT भन्ने फर्मुलामा हाल्नको लागि हामीले अक्सिजनको लागि छुट्टै के को भ्यालु निकाल्नु पर्यो नाइट्रोजनको लागि छुट्टै निकाल्नु पर्यो कार्बन डाइअक्साइडलाई छुट्टै निकाल्नु पर्यो व्हिच इज भेरी भेरी इम्प्र्याक्टिकल हैन सो त्यो कारणले गर्दा इम्प्र्याक्टिकल भएको कारणले गर्दा we need a very very universal quantity एउटा युनिभर्सल क्वान्टिटी चाहियो जसले गर्दा चाहिँ त्यसको भ्यालु चेन्ज भएन अनि झन्झट भएन है ओ त्यसैको लागि चाहिँ we have another thing if 1 ग्राम नलिएर 1 मोल लियो भने टन्टा साफ भयो कि भएन कसरी हेर त if 1 mole of any gas is taken then the value of K is denoted by R बुझ्यौ 1 ग्राम नलिएर 1 मोल लियो भने त भोल्युम सेम भयो नि त सो 1 मोल हामी मोलर क्वान्टिटी पढ्दा पनि पढ्यो 1 मोल भरे भनेको सधैँ 22.4 लिटर्स हुन्छ हो कि हैन सबै ग्यासको लागि एउटै भयो कि भन्छ हो त्यो कारणले गर्दा सबै ग्यासको लिँदा छ भने अब 1 मोलमा लिगम 1 ग्राममा नलिगौं हैन त्यो कारणले गर्दा 1 मोलको लिँदाखेरि we have a new quantity त्यही के लाई हामीले अर्को क्वान्टिटीले डिनोट गर्नुपर्छ त्यसको नाम हो R it's denoted by R which is called molar gas constant or universal gas constant अब universal भनेपछि जुनमा पनि त्यही भ्यालु हाल्दिनु पाइयो हैन किनकि 1 मोल अफ ग्यास को भोल्युम त सबैसँग सेम हुन्छ हो त्यो कारणले गर्दा युनिभर्सल ग्यास कन्स्टेन्ट भयो है फर 1 मोल अफ ग्यास अब द इक्वेसन बिकम्स KT नराखेर अब के राख्ने त RT राख्ने सो PV = RT दिस इज द न्यू अफ द मोर साइन्टिफिक वे अफ रिप्रेजेन्टेसन अफ आइडियल ग्यास इक्वेसन बुझ्यौ नि कुरा अब 1 मोल त भयो 10 मोल दिए के गर्ने त फेरि कन्फ्युजन आयो फेरि अर्को प्रब्लम आयो अनि सधैँ 1 मोल को दिदैन 10 मोल पनि दिन सक्छ हैन सो वी हैव अ सल्युसन के हो त सल्युसन सिन्स फ्रम Avogadro law ले के भन्छ भोल्युम इज डाइरेक्टली प्रोपोर्शनल टु द नम्बर अफ मोल्स हो कि हैन 1 मोल छ भने 22.4 लिटर 2 मोल छ भने 22.4 into 2 लिटर्स भन्छ कि भन्दैन त त्यो कारणले गर्दा त्यही Avogadro law ले गर्दाखेरि भोल्युम इज डाइरेक्टली प्रोपोर्शनल टु नम्बर अफ मोल्स भन्न पाइन्छ कि पाइदैन पाइन्छ त्यो कति बेला हुन्छ त एट कन्स्टेन्ट प्रेसर र टेम्परेचर फेरि अरु बेला हुँदैन प्रेसर टेम्परेचर चेन्ज गर्यो भने त्यसै भेरिएसन हुन सक्छ नि त सक्छ कि सक्दैन त त्यो कारणले गर्दा एट कन्स्टेन्ट प्रेसर र टेम्परेचर सो त्यो कारणले गर्दा
भोल्युमसँग डाइरेक्टली प्रोपोर्सनल छ भनेपछि यो पनि डाइरेक्टली प्रोपोर्सनल भनेर एन लेख्न पाइयो कि पाएन? पाइयो। सो PV इक्वल्स टु nRT भन्ने चाहिँ नयाँ फर्मुला आयो विच इज इभन मोर साइन्टिफिक देन द लास्ट फर्मुला। बुझ्यो नि? यसमा के भयो त एन को भ्यालु पनि हामीले राख्न पाइयो। सो वाट एभर बी द नम्बर अफ मोल्स वी क्यान ह्याभ द प्रेसर भोल्युम रिलेसन with the temperature. बुझ्यो नि कुरा? So this is called as the equation of state पनि भनिन्छ। For ideal gas, it is relation between 4 variables हैन, 4 टा भेरिएबल को चाहिँ रिलेसन छ यहाँ PV RT को हैन, अथवा PV र NT को हैन। R तपाईँलाई कन्स्टेन्ट भयो। So it describes the state of any gas. So यसले चाहिँ हरेक ग्यास को स्टेट डिस्क्राइब गर्ने भयो। So PV T त हामीले नर्मली पढिरहेको तीनवटा प्यारामिटर डिस्क्राइब गर्छ। सो यसमा अर्को क्वान्टिटी के छ त नम्बर अफ मोल्स कति भोल्युम छ त भन्ने कुरा पनि अझै एउटा स्पेसिफिकली भन्न सकियो है। सो दिस इज अबाउट आइडियल ग्यास इक्वेसन। सो इन द नेक्स्ट भिडियो विल लर्न मोर अबाउट